आज चाहिँ मलाई यी बुढाले यो रुखमा चढे तैँले घाँस झारिस् भने तँलाई म 500 रुपियाँ दिन्छु भन्दै मलाई त च्यालेन्ज पो दिन्छन्। अब 500 रुपियाँ दिने हो भने त जाब यस्तो बुटमा गएर त म झारिदिइहाल्छु नि भनेर म चाहिँ खोडा लिएर बुटतर्फ लागे। त्यसपछि यसो बुटमा चढ्नु पर्यो भनेर चढ्न लागेको। चढ्न त कहाँ सक्नु, बहुत गाह्रो भइरहेको थियो माथि जान। फेरि 500 रुपियाँको नि सवाल छ नि भनेर सोच्दै म चाहिँ जसो तसो गरेर बुटमा चढे। त्यसपछि बुटको पुरै तालु खुइले बनाउने गरेर पुरै खुइलाइदिए। अब चढ्न त अलि सजिलै भयो जस्तो लागेको थियो। झर्ना त ओहो सुरुरुरु झर्दा कम त गाह्रो भइरहेको थियो। बुटबाट झर्ना साथ बुढासँग 500 रुपियाँ मागेको। बुढाले नि फ्याक्ट 500 रुपियाँ दिए। त्यसपछि के गर्ने होला यो 500 रुपियाँको भनेर यसो सोचेको। ओहो चटपट खानी भन्दै पसलतर्फ गएर चाउचाउ भुजा लिएर आए। त्यसपछि चट्ट एउटा बाटामा गाउँमै उपलब्ध लोकल मालहरू खोजी निधि गरेर सबै कलेक्सन गरेर मारी मारी मिची मिची चटपट रेडी बनाए। अब पालो रह्यो खानी। एक बाटा चटपट भात लुडाए झैँ गरेर ल्याम्म ल्याम्म लुडाइयो। सो आजलाई यति नै, बाइ।